आज मेरो लागि यो ऐतिहासिक क्षण पनि हो। यस संस्थामा म महेन्द्र जयसवालको दुई कार्यकाल, त्यसै गरी भरत थापाजीको एक कार्यकाल, केशव भण्डारीज्यूको एक कार्यकाल, त्यसै गरी हाम्रो अध्यक्ष ओम प्रकाशजीको कार्यकाल गरेर आज म यत्रो सङ्घर्ष गरेर म यस ठाउँमा उभिएको छु र यो ठाउँमा मलाई ल्याउने पूर्व अध्यक्षहरूलाई म सबै चाहन्छु। मलाई सदस्य पदमा राखेर आज यो ठाउँमा मलाई ल्याउने सम्पूर्ण अध्यक्षज्यूहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज यो जिम्मेवारी पाउँदा मलाई धेरै जिम्मेवारी पनि छ र मलाई अवसर पनि छ। यस क्षेत्रको समग्र विकासको लागि, मलाई औद्योगिक व्यवसायको लागि मैले गर्नुपर्ने कार्यहरू चाहिँ थुप्रै छन्। यो कार्यलाई सम्पन्न गर्नलाई म एक्लै गर्न सक्दैन। मलाई मेरो पूर्व अध्यक्षहरूले जसरी मलाई यो ठाउँमा ल्याउनु भयो त्यसरी उहाँको सहयोगको साथ म अगाडि बढ्नेछु र उहाँले मलाई सहयोग गर्नुहुन्छ, मलाई विश्वास पनि छ। किनभने यस नवसफाई क्षेत्र उद्योगवाडी सङ्घ भनेको यो पूर्व अध्यक्षहरूले यो देशमै चिन्ने एउटा नवलपरासी उद्योगवाडी सङ्घ थियो। जुन बेला यो सङ्घ चाहिँ हाम्रो मतलब नवलपरासी भनेपछि चिन्ने थाहा हुने बित्तिकै एउटा यो क वर्गको उद्योगवाडी सङ्घ भनेर यो प्रमाणित भइसकेको थियो र त्यो सङ्घलाई आज हामी चाहिँ अहिले चाहिँ हामी पछि पर्दा हामीलाई धेरै दुःखी पनि लागेको छ। तर मलाई अब यो सङ्घलाई हामीले सबैले संयुक्त अध्यक्षहरूले मलाई सहयोग गर्नुहुन्छ र यसलाई अझै अगाडि बढ्ने म प्रतिबद्ध गर्न चाहन्छु। साथसाथै मलाई यो जिम्मेवारी दिनु साथसाथै मेरो यहाँका उद्योगहरूलाई, उद्योगिक व्यवसायहरूलाई, उद्योगको समस्यालाई म एकदमै निहालेर चाहिँ यहाँको उद्योगको समस्यालाई म पुरै एकदमै के समस्या पर्दा पनि हामी सबै यो टिमले गएर चाहिँ उद्योगको व्यवस्थापनलाई हामीले राम्रो गर्नेछौँ। उद्योगबाट चाहिँ कुनै दूषित प्रदूषित भएछ भने त्यसलाई हामी बसेर चाहिँ यहाँका राजनीतिक दलसँग बसेर समन्वय गरेर के कति कमी कमजोरी छ भने उद्योगीसँग समन्वय गरेर अगाडि बढ्नेछौँ र उद्योगलाई चाहिँ हामीले चाहिँ एकदम उद्योग वातावरण बनाउने एउटा प्रयत्न पनि गर्नेछौँ। यहाँका उद्योगले अहिले मनाइदिएर भनिसक्नुभयो हामीले यस क्षेत्रबाट 8 अर्ब रुपियाँ तिर्दैछौँ, तर यस क्षेत्रमा हाम्रो चाहिँ एउटा कर कार्यालय नहुँदा चाहिँ हामी एकदमै दुखित पनि छौँ। यस क्षेत्रमा एउटा कर कार्यालय स्थापना भयो भए मात्रै चाहिँ हामी यहाँका व्यवसायहरू चाहिँ यसै जिल्लामा चाहिँ सहज तरिकाले यहाँ कर तिर्न सहज हुन्थ्यो। त्यसै गरी चाहिँ यस क्षेत्रलाई हामीले समग्र विकासको लागि चाहिँ हाम्रो कृषिमा पनि जोड दिन्छौँ। हाम्रो मान्यज्यूको पालामा एउटा कृषिको पनि अवधारणा ल्याउनुभएको थियो। त्यतिखेर आलु प्याजहरूको चाहिँ अवधारणा ल्याउनुभएको थियो। त्यो केन्द्रबाट चाहिँ उहाँले चाहिँ मगाएर चाहिँ सबै गाउँमा चाहिँ एउटा प्याज आलु कृषिमा चाहिँ लगानी गरेका थियौँ। त्यस्तै यो अहिलेको त्यो टोलीले पनि एउटा चाहिँ त्यस्तै चाहिँ एउटा कृषिको चाहिँ अवधारणा ल्याउनेछौँ र हरेक क्षेत्र कृषिमा चाहिँ यहाँका जति पनि अन्न बालीहरू छन् यसलाई फस्टाउनको लागि यहाँ किसानलाई मल खाद बिउदेखि समस्या भएका चिजहरूलाई हामीले चाहिँ यहाँका मान्य प्रमुखजीहरूसँग सहकार्य गरेर किसानलाई सहज तरिकाले चाहिँ कृषिलाई चाहिँ एउटा जोड दिएर चाहिँ कमसे कम यहाँको आत्मनिर्भर बनाउने हामीले प्रयास पनि गर्नेछौँ। त्यसै गरी यहाँ पर्यटक क्षेत्र पनि चाहिँ एउटा ऐतिहासिक ठाउँ पनि छ। यस क्षेत्रलाई हामीले चाहिँ रामलाई अगर हामीले चाहिँ यसलाई चिनाउने भयो भने यहाँका विश्वका चाहिँ थुप्रै देशहरू यहाँ चाहिँ रामलाई चिनाउने हो भने चाहिँ यहाँ टुरिस्टहरू आउँछन्। यहाँ टुरिस्टहरू आएमा यहाँका होटल व्यवसायहरू फस्टाउने छन् र होटल व्यवसाय फस्टायो भने मात्र यहाँका चाहिँ व्यवसायहरू उत्साहित पनि हुन्छन्। हामीले स्थानीयसँग चाहिँ सहकार्य गरेर स्थानीयलाई बोलाएर सातौं गाउँपालिकासँग बसेर चाहिँ यहाँको औद्योगिक व्यवसायको चाहिँ कर कार्यालय करमा चाहिँ हेरफेर गर्नु छ भने हामी उहाँहरूसँग समन्वय गरेर कर बढी लिएछ भने चाहिँ उहाँहरूलाई आग्रह गरेर हामीले कति ठाउँमा कर तिर्ने त्यो करलाई समन्वय गर्नुपर्छ। किनभने कर चाहिँ हामी 3 ठाउँमा तिर्दा धेरै हामी चाहिँ समस्या पर्छ। उद्योगीहरूलाई चाहिँ कर कार्यालय पनि तिर्ने, स्थानीयमा पनि तिर्ने, प्रदेशमा पनि तिर्ने, तीन ठाउँमा कर तिर्दा चाहिँ उद्योगीहरूलाई चाहिँ धेरै माग पर्दछ। यसको लागि हामीले चाहिँ स्थानीयसँग बसेर सहकार्य गरेर अगाडि बढ्ने छौँ भनेर म प्रतिबद्ध पनि गर्न चाहन्छु। त्यसै गरी चाहिँ हाम्रो विपद व्यवस्थापनमा विगतमा पनि हामीले चाहिँ जब विपद आउँदाखेरि चाहिँ त्यहाँ हाम्रो उद्योगवाडी सङ्घ पहुँच्थ्यो। हामी विपद हुँदाखेरि पनि हामी त्यतिखेर चाहिँ सहयोग गरेर चामल चिउराहरू वितरण गर्दै आएका थियौँ र गरिब दुखियाहरूलाई सहयोग गर्दै आएका थियौँ। हामीले आग लागि हुँदाखेरि पनि चाहिँ हाम्रो यही परासीमा आग लागि हुँदाखेरि चाहिँ हाम्रो केशव अध्यक्षको पालामा केही सहयोग पनि गरेका थियौँ। यहाँका औद्योगिक व्यवसायको उहाँ घरमा गएर आशा र विश्वास पनि दिलाएका थियौँ।
र कोभिडको बेलामा चाहिँ हामीले चाहिँ यही परासीको अस्पतालमा चाहिँ केही सहयोग गरेका थियौँ। अक्सिजनको चाहिँ हामीले व्यवस्था पनि मिलाएका थियौँ र सस्तो बजार भनेर हामीले चाहिँ एउटा बजार पनि व्यवस्था गरेका थियौँ। त्यस्तै जो पूर्व अग्रजहरूले हाम्रो गरेका कार्यलाई हामीले चाहिँ त्यो अग्रजको चाहिँ दस्तावेज हेरेर चाहिँ त्योभन्दा अझै राम्रो गर्ने हामीले कोसिस गर्छौँ र यसलाई चाहिँ अधिक व्यवस्थित गर्नलाई यहाँका पत्रकार साथीहरूलाई पनि म सहयोग गर्न लिन चाहन्छु, किनभने तपाईँहरूको सहयोगबाट मात्र हामी चाहिँ अगाडि बढ्न सक्छौँ। हजुरहरूले चाहिँ अलिकति मिडियामा चाहिँ राम्रो चिजलाई उजागर गऱ्यो भने पक्कै नै यस क्षेत्रको पनि विकास पनि हुन्छ। यसमा काखा पाखा कसैले नगरिकन चाहिँ यस क्षेत्रको चाहिँ यो उद्योगसँग कुनै व्यक्तिको होइन, यो एउटा चाहिँ यो पुरै क्षेत्रको हो। यसको सम्मान भयो भने हजुरहरूको सम्मान हुनेछ र यहाँका सबैको चाहिँ नेताहरूको सम्मान पनि हुनेछ।